कितना 1 किलो का 60 यो कति 10 रुपया भाग हजुरको लागि सस्तो गरिदिए 30 रुपयाको दुईटा थियो 15 रुपया ल अहिले आउँछु भाइ यो कति 60 रुपया गोटा दाइ 50 रुपया गोटा परवर आधी किलो 30 भने 100 रुपये किलो के अरे 60 रुपये किलो 60 रुपये किलो हैन किलो ही हुन्छ आधी कम मतलब 50 मा ल ल ल ल यो बन्दा कसरी हो बन्दा 40 रुपया लौका कसरी हो लौका 60 रुपया यो भिन्डी आधी किलो 50 केरा सरी केरा अरे यो काँक्रो 100 मा 2 किलो 50 रुपये किलो ल काँक्रा मोला साग कसरी हो जम्मा यति त भ्याउनु पर्थ्यो के अरे अहिलेसम्म 20 रुपियाँको मुठा त भ्याउनु पर्थ्यो के अरे तेरिका यार म पहिले सर बुझ्छु अनि त्यसपछि किन्न आउँछु है मुला कसरी मुला 40 हो दाइ 100 मा 2.5 किलो 100 मा 2.5 किलो बेजेमा 80 40 मा 1 किलो 100 मा 2.5 किलो मुला 100 मा 2.5 किलो ल म अहिले एकछिन हेर्छु अनि त्यसपछि आउँछु भिन्डी कसरी हो भिन्डी 1 किलोको 80 परवर 80 किलोको ल ठिक छ 2 किलोको 100 रुपियाँ ल ठिक छ एक लट हिँड्छु अनि बल्ल म किन्न आउने हो कि आलु कसरी आलु हो मेरो दाइ आलु हजुर 3.5 किलो 3.5 भनेपछि त 25 रुपियाँ 20 रुपियाँ ल ठिक छ यो खुर्सानी थुप्रोको कति हो जम्मा परवर काँक्रो 50 ल म आइहाल्छु एकैछिनमा अब हो यो फर्सी कसरी हो फर्सी दिदी ओ दिदी फर्सी कसरी हो फर्सी कति किलो फर्सी महँगै रहेछ आज यो महँगो रहेछ अझै ल ठिक छ होइन ठिक छ कुन कति छ रेट मैले पहिले बुझ्छु त्यसपछि बल्ल किन्न आउँछु कि यो गाजर कति रुपियाँ हो 40 रुपया पाउ 120 रुपया किलो 200 रुपया दिदी 200 250 होइन यो के हो यो भुड्की च्याउ कालो कालो कि सेतो कति रुपियाँ कालो 200 रुपया पाउ 250 होइन 200 रुपया भने 2 दुनो 4 दुनो 800 रुपियाँ किलो 1000 किलो अब 800 हो ल म आउँछु है एकैछिनमा ल यता भयो सरी है सरी आलु कसरी छ दाइ 100 को 3 किलो प्याज त छैन होइन एकैछिनमा आउँछु के म है एक लट सबै हिँड्न मन लाग्छ कि त्यसपछि अनि बल्ल आउँछु है 100 रुपियाँमा हट तेरिका ल म आउँछु एकैछिन रोक्नु है म एकैछिनमा आउँछु सर दिदी सरी है सरी दाइ यो कति रुपियाँको हो यो
यो त महँगो भयो यार दाल कसरी छ दाल बाबा 100 रुपियाँको 6 किलो आलु ल ल ल रोक्नु सरी एकैछिन है एकैछिन यो मकै छ नि यो मकै कति रुपियाँ हो हजुर 120 किलोको हजुर 120 रुपियाँ किलो होइन ल ठिक छ यो अनि त्यो दालको रेट कति हो ओ मेरो दाइ दालको रेट कति हो ल ठिक छ ओ मेरो दाइ त्यो खुर्सानी कसरी हो 500 रुपियाँ किलो 100 भने जस्तो 400 रुपियाँ किलो 600 बाबा अनि बन्दा नि 80 रुपियाँ किलो बन्दा त ठिकै रहेछ यो क्याप्सिकम कति हो क्याप्सिकम पाउको 40 60 त्यो यो ठिक रहेछ ल भयो दाइ कसरी हो यो 50 किलो होइन 1 किलो होइन ल ठिक छ यो के खुर्सानी हो यो ए यो त ऊ खुर्सानी होइन र ओके ल ठिक छ अब यो कतिमा दिने हो ओके ल यो पनि ठिक छ सरी है आलु कसरी छ दाइ 100 रुपियाँ किलोको 100 रुपियाँ ए ल ठिक्क छ एकदम ठिक्क छ बन्दा कसरी हो 40 रुपियाँ किलो एकदम ठिक्क छ अब तपाईँहरूले हेर्दै हुन्छ ए दिदी यो कति रुपियाँ हो यो त के हो र यो तामा 100 रुपियाँ किलो यो पनि ठिक छ ल ठिक छ यो सकिसकेँ अब फेरि यहाँ सोध्दैछु यो टमाटर कसरी हो हो एकदम सही हो यो तामा कसरी हो दिदी 40 रुपियाँ भनेपछि नि त 40 दुना 80 दुना 160 रुपियाँ होइन किलोको के यो के हो यो त नस्पाती कसरी हो 50 रुपियाँ किलो 100 रुपियाँ यस ल ठिक छ यो पनि ठिक छ मेरो भ्युजहरू मेरो साथीहरू सबैले सुनिरहनु भएको छ देखिरहनु भएको छ होला म कहाँ छु भन्ने कुरा लास्टमा भन्छु अब अर्को कुरा सोध्छु है ल अब अर्को कुरा सोध्दैछु ल हेर्ने बालेनको लुट तन्त्र सुर्ती खाँदाखेरि के अरे तरकारी बेच्दाखेरि नि चुरोट खान पाइन्न है बुझ्नु तरकारी बेच्दा सुर्ती के अरे चुरोट खाने होइन ऊ यता बसेर खाने बुझ्नु त्यो चाहिँ नगर्नु होला है यहाँ यसको पैसा कति हो दाइ यो के अरे कति 80 रुपियाँ किलो यो त 5 किलो होला है नि र यार यो सुन्तला कति रुपियाँ किलो हो दिदी सुन्तला भनेपछि 40 दुना 80 दुना 160 रुपियाँ किलो है नि र 160 रुपियाँ किलो भयो है नि र भनेपछि पिसको 10 रुपियाँ ठिक छ एकदम ठिक छ है ठिक छ Hey, sorry.
म हेर्दैछु यति धेरै भिड छ मैले सबै यहाँका सब गतिविधि देखाउँदैछु है साथीहरू लौकाला कति रुपियाँ हो 80 रुपियाँ ल त्यही 60 छ यहाँ 80 छ बन्दा कति रुपियाँ हो दाइ बन्दा कति रुपियाँ हो 100 को 1.5 किलो यो पनि महँगो भयो यहाँ हेर्नु भएको नि सबैले ठिक छ अब यहाँ त के देखाउने होला र मैले यहाँ के देखाऊँ तपाईँलाई मैले यहाँ एक दुईवटा मात्रै देखाइदिन्छु हो यो छ नि दिदी यो के भन्छ यो बाल्टी कति रुपियाँ हो 150 यसमा लुटतन्त्र भयो देखियो हेर्नुभयो कि तपाईँहरूले अब यसैमा अर्को देखाइदिन्छु है यहीँ अर्को हेर्नुहोस् है एउटा ल यो नर्मल यसलाई सिटी समातेर नउठाउनु है सरी ल यो हेर्नुभयो नि 2 लिटरको इन्डक्सन ल यसको कति रुपियाँ हो 1750 ल यहाँ पनि लुटतन्त्र देख्नु नि साथीहरू ल भयो देख्नु नि भयो ल अब यहाँबाट म हिँडेँ अब तपाईँहरूलाई के देखाउँ कति पो देखाउँ यार अझै देखाइदिन्छु है 2-4 वटा लुटतन्त्रहरू यो नस्पाती कति रुपियाँ हो दाइ 100 रुपियाँ किलो त्यहाँ 80 रुपियाँ भन्थ्यो त्यहाँ अगाडि हजुर त्यहाँ 100 छ यहाँ हजुरको भनेपछि सबैमा एउटै रेट भएन होइन ल ठिक छ सबैमा यो एउटै रेट हुने रहन्छ सरी साथीहरू हिँड्दैछु है म ल हेर्नुहोस् सब हेर्नुहोस् हो ल यो केरा आयो यो केरालाई कति रुपियाँ हो सावै छैन यो साउवाला केरा खै यसलाई कति रुपियाँ हो सावै छैन ल हस् साउ छैन त्यही साउ नभएर म बेच्न बसेको के रे ल बेच्नु भयो बेच्नु चिनेकै छैन कसले बेच्नुहुन्छ ल बेच्नुहुन्छ नबेच्ने ल नबेच्नुहोस् है ल साथीहरू सबैले देख्नु छ नि अब तपाईँहरूलाई के देखाऊँ अब ल माछा यो माछा कसरी हो एकपटक दिदी माछाको रेट भनिदिनु न हजुर यो 100 रुपियाँको यो ए अनि यो नि यो 100 रुपियाँको होइन नै सुन्नु न यो सुन्नु न यो यसलाई 100 रुपियाँको कति हुन्छ ए 100 ग्राममा हुन्छ ए ल ठिक छ देख्नु भएको नि हेर्नुहोस् है हेर्नुहोस् सबैले हेर्नुहोस् हेर्नुपर्छ अब यता आएछु म ल अब अदुवा मेरो दाइ अदुवा कसरी हो 80 रुपियाँको भने 80 दुना 120 170 होइन सरी 120 260 अदुवा पनि 260 भयो यार अनि त्यो पेरुङवाला कति रुपियाँ हो त्यो त्यही माछा मार्ने त होइन र बरु त्यो चाहिँ सस्तो लाग्यो है अब के छ हजुरकोमा नयाँ कुरा यो के हो ए तामा कसरी हो 50 पाउको बेसारको कति हो यो के हो फेरि यो सेतो कति रुपियाँ हो यो ल हजुरलाई धेरै धेरै धन्यवाद निस्केँ है ल
साथी त के भन्ने र मेरो सम्पूर्ण मान्छेहरू अभिभावकहरू को हुनुहुन्छ सबैले देख्नु हो कहाँ छ भनेर त अहिले चाहिँ नसोध्नु तर देख्नु नि देखिरहनु भएको छ नि त सबै यो पुरा लाइभ देख्नु छ नि त होइन कहाँ कति रेट हुने रहेछ अनि कसले कति लुट्दा रहेछन् भन्ने कुरा देख्न छ नि ल फुल कमेन्ट गर्नुहोस् है नानीहरू डिस्टर्ब नगर्नु है म यता छु मेरो सब अभिभावकले हेर्नु नि पुरा मैले देखाएँ कति रुपियाँ कहाँ एउटा टमाटरलाई 10 ठाउँमा 10वटा रेट एउटा भिन्डीलाई 10वटा रेट एउटा काँक्रोलाई 8-10वटा रेट होइन अनि आएर अब के भनौँ भनिसाध्यै छैन जेलाई पनि एउटा रेट कहीँ पनि पाउनु भएन अब बालेन सरकार नि ल हेर्नुहोस् अनि बल्ल कमेन्ट गर्नुहोस् ठ्याक्कै अगाडि नबस पुरै हेरिरहेको कि त्यही भएर ल हेर्ने हो अब यहीँ सोधेर देखाइदिन्छु है यो उसको 200 रुपियाँ आपको कति हो केरा कति हो ल अब ल यहीँ सोधिदिन्छु है ल तपाईँकै अगाडि सबै साथीहरूले हेर्नुभएको छ तपाईँकै अगाडि दाइ केरा कति हो अनि स्याउ अनि आँप होइन दर्जनको हिसाब होला नि त यसरी किलोकै होला नि त किलोको कति हो थोरै पुरै अनलाइन छ कि त्यही भएर आपको कति हो आपको 300 रुपये किलो चाहिँ 260 रुपये 400 रुपये किलो यो पप मिलन हो कि यो 150 रुपये किलो त 100 रुपये किलो केरा 150 200 रुपये दर्जन ल मेरो साथीहरू सबै देख्नु म 4 ठाउँ मैले तपाईँलाई देखाएँ 4 ठाउँका 4वटा रेट देख्नु नि बजारमा 1000 वटा रेट हुन्छ देखिरहनु भएको छ नि होइन म हजुरसित डिस्टर्ब गर्न खोजेको छैन देख्नुभयो क्लियर भयो ल म 4वटा ठाउँमा जाँदाखेरि 4वटा सामानको 4वटा रेट देख्नु नि ल भयो ल अब मासु हेरौँ है मासुको रेट कति हो 400 रुपियाँ किलो अनि कहीँ फेरि 400 पिस लिन्छन् ए हजुरले 400 लिनुहुन्छ ए ल ठिक छ ल यो पनि ठिक छ होइन एकदम ठिक छ एकैछिन है दाइ मासुको रेट कति हो 420 मेरो साथी सबै देख्न छ नि लाइभ देख्न छ नि यहीँ 400 यहीँ 420 400 यहाँ 420 ल भयो बहिनी के पाइन्छ यहाँ चाउमिनको कति रुपियाँ हो 25 रुपियाँ 50 को हाफ अनि चटपटेको ल साथीहरू देख्नु नि भयो यति बेसी भयो अब फेरि तपाईँहरूलाई यता देखाउँछु यो के बन्यो दाइ के बन्यो यो कति रुपियाँ हो पाइनापलको होइन बेच्दा कति रुपियाँ हो गोटाको कि प्लेटको ए डाइरेक्ट गोटाको ए ल ओके थ्याङ्क यू दाइ यो पनि हेर्नु नि अब म यो के भन्छ उस बनाउन आएँ के अरे यो जुस बनाउने होइन उखुको जुस कति रुपियाँ हो 60 पनि छ 40 पनि छ
60 पनि छ 40 पनि छ एकैछिन है एकैछिन है ल हेर्नु ल हेर्नु कति पानी छ ल भयो यति पानी हालेर 60 रुपियाँ 40 रुपियाँ लिएर चाहिँ ल हेर्नु देख्नु तपाईँले गराइदिन सक्नुहुन्छ तर तपाईँको आँखा अगाडि उहाँले पेलेर त्यो हालेर नदिनुहोस् है मैले फुल यहाँ हेर्नु अनि केही पैसा लिनु फेरि 40 लिनु 40 लिनु अनि यो आइस साइज यो केही पनि नहाल्नु यहाँ हेर्नु तपाईँ कुरो मैले जाने आइस हालेको सुक्कै खाना छ यहाँ हो फ्रेस त्यहाँ लाने ल्याइदेऊ एक गिलास ल एक गिलास दिनु त्यसपछि म पनि खान्छु बरु सबैलाई खुवाउनु फेरि मलाई मात्र होइन यहाँ हेर्नु सबैले सेवा गरेछौँ गर्मीमा दुनियाँले हेरेको छ यहाँबाट तपाईँले ज्याकेट गरेर मलाई थाहा छ ओके ल है ल दिदी नदेखिने भयो साइड लाग्नु है यसो साइड लाग्नु नदेखिने भयो फुल लाइफ छ क्या नदेखिने भयो कुरो बुझ्नुभयो बुझ्यो भाइ माया गर्नु सबैलाई धन्यवाद तपाईँलाई घाटा लाग्यो भने 40 होइन 50 लिनु घाटा लाग्यो भने 50 लिनु तर त्यो हाल्ने अनि यो गर्ने गर्न हुन्न है म निस्केँ ल अहिले आउँछु फेरि खानुलाई ओ भाइ सर ओ भाइ राजा के हो यो के हो झोल पनि यस्तो हुन्छ र यस्तो पनि झोल हुन्छ फेरि भन्नु त अझै एकपल्ट भन्नु है ल हेर्नु हो यसरी बोल्छ नि व्यापारीहरू ल हेर्नु अब यो चाउमिन कहिले बनाएको ल हेर्नु सुन्नुभएको नि अनि यो बनाएको कति भयो 1 वर्ष भयो अरे सबैले सुन्नुभएको नि यस्ता झोल यस्ता बाटामा बनाएर बेच्छन् देख्नुभयो यस्ता झोल बनाएर तपाईँहरूले यसरी खानुहुन्छ होइन ज्यानको रक्षा गर्ने भए खानुहोस् नत्र नखानु होला है मैले योभन्दा बढी बोलिनँ मेरो लास्टै भ्युज छ हेर्नु चाहिँ यस्ता खाएर पनि तपाईँहरू बाँच्नुहुन्छ योभन्दा बढी त अब के भन्ने हेर भिडियो गराएको होइन सबै लाइभ छ भाइ ए यतिसम्म बोल्यो ल हेर्नु है यतिसम्म बोल्यो ल भाइ यो पनि देखियो सबै देख्नु भएको छ नि साथीहरू सबैले देख्नु भएको छ सबैले हेर्नुहोस् अनि कमेन्ट चाहिँ आफूले गर्नु होला कस्ता खुवाउँछन् कस्ता लगाउँछन् भन्ने कुरा यहाँ देख्थ्यो है साह्रै अब यहाँ हेर नै 1 गिलास होइन पैसा कति 1 गिलासको सानो गिलासको 40 ठुलो गिलासको 60 होइन र ठिक छ त्यो पनि ठिक छ अनि तपाईँले जतिखेर पनि त्यो आइस यहाँ राख्ने गरेर 39 रुपियाँ दिन मिल्छ कि मिल्दैन मिल्दैन हो बिना आइसवाला 40 मा खुवाउनु पर्छ खुवाउनु त मलाई अहिले त खानु पर्ने छैन खुवाउनु सबैलाई म एकपल्ट हेरिदिन्छु है ल साथीहरू ल हेर्नुहोस् ए ल हेर्नुहोस् यत्रो आइस यत्रो गेडा आइस चाहिँ ख्याल गर है अहिले योभन्दा बढी बोल्यो अब यहाँ भाइ राजा के छ खाजा
अनि चिकन मोमो चिकन मोमो चाउमिनको कति रुपियाँ हो आपको 50 प्लेटको 100 रुपियाँ ठिक छ त्यो त ठिक छ चिकन मोमो कसरी हो 120 रुपियाँ प्लेट आपको चाहिए ठिक छ ठिक छ तर एकदम फ्रेस बनाउनुहुन्छ कि बनाउनुहुन्न चाउमिन पनि चिकन मोमो पनि जे पनि भन्नाले किनभने बाहिर छ धुलोसुलो आउला के होला हेर्नु न उमाल्दै बनाउने हामीले त त्यो अरू जस्तो बनाएर राम्रो छ छैन के अरे ल ठिक छ अप्ठ्यारो नमान्ने भएदेखि ल है अप्ठ्यारो नमान्ने भयो हजुरलाई मिठो लाग्छ कि छैन मिठो लाग्छ अप्ठ्यारो लाग्छ छैन हजुरलाई मिठो लाग्छ छैन ल भोलि मेरो भ्लग हेर्नु होला है राम्रो रहेछ धन्यवाद हजुरलाई तर बहुत ख्याल गर्नुहोस् है बाहिरको बाटोमा छ के हो भने बाहिर बाटोमा छ बाटोमा दोकान छ त्यो हामीलाई हो अनि यहाँ धुलो आउँछ धुवा आउँछ के आउँछ होइन एकैचोटि धेरै बनाउने यो गर्ने नगर्नु होला म भन्छु क्या अहिले त्यो केही पनि नगर्नु होला है मेरो बिन्ती छ तपाईँको रेट चाहिँ राम्रो रहेछ तपाईँले भोजराज जीसी भनेर मेरो भोजराज जीसी भनेर ल बहुत ख्याल गर्नुहोस् है यो मान्छेको स्वास्थ्य सबभन्दा ठुलो कुरा हो ठुलो कुरा हो मान्छेको स्वास्थ्यमा खेलबाड गर्ने होइन तपाईँहरूले खेलबाड गर्दाखेरि हो यस्ता बच्चाहरू बिरामी भयो भने के हुन्छ एकपटक हो कि होइन भन त हो भन न अनि यस्ता बच्चाहरू बिरामी भयो त के हुन्छ त्यति ख्याल गर्नु होला मेरो दाइ ल भोजराज जीसी म अहिले आधा एक घन्टा पछि हेर्छु है यहाँ त आजका सबै मैले हालिदिएको छु एकछिनमा हाल्छु है फलो गर्नु फलो अब फेरि यहाँ दिदी यो चाउमिनको पैसा कति हो हाफको 50 रुपियाँ कतिखेर बनाएको यो बनाइसिन धेरै टाइम त राखेको छैन नि अब फेरि देखाउनु पर्छ दाइ चाउमिन हाफको कति हो 50 ल भयो मैले लान लागेको होइन त्यहाँ र यहाँ बराबर रेट छ होइन सबै एउटै रेट छ त्यो पनि ठिक छ अनि त्यहाँ र यहाँको सरसफाइ एउटै छ छैन त्यो हुन्न है त्यो हुन्न त्यो पाउनुहुन्न तपाईँले बाहिरको दोकान छ धुलो आउँछ धुवा आउँछ के हुन्छ ख्याल गर्नुपर्छ सफाइ गर्नुपर्छ यो त हजुरले ख्याल गर्नुपर्छ ल यही बहिनी छ यस्ता केटाकेटीले मोमो खान्छन् चाउमिन खान्छन् होइन देख्नु भएको नि त्यस्तालाई तपाईँले यो खुवाउँदाखेरि धुलोसुलो केही भएर यिनीहरू बिरामी भयो भनेदेखि त्यसको जिम्मा कसले लिने ल भन्नु कसले लिने ल त्यसको उत्तर दिनु मलाई तपाईँले दिनु पर्यो तपाईँले सफा गरे के अरे सफा नगरेपछि त होइन यो ख्याल गर्नुहोस् है त्यहाँ जतिको सफा छ यहाँ छैन है मैले हेरिसकेको छु यत्रो यहाँ पोख्नु भएको छ होइन बनाउँदाखेरि पोखिए पनि त सरसफाइ गर्न त मिल्छ नि त म कहाँबाट आएको तपाईँले अलिअलि ख्याल गर्नुभयो होला सबै रेकर्ड भएको नि तपाईँसित बोलेका कुरा सबै रेकर्ड भएको नि यहाँ सबै छन् तर ख्याल गर्नु तपाईँले ख्याल गर्नु भएन भने म तपाईँलाई उठाइदिन्छु 1 मिनट ल तपाईँले 1 मिनट दिनुहुन्छ 2 मिनट दिनुहुन्छ म 1 मिनटमा उठाइदिन्छु त्यसो भए एकदम माया गरेर सफा गरेर सबैलाई म जस्तो उसलाई पनि त हेर्नुपर्छ भनेर बनाएर खुवाउनुहोस् है ल नमनै गरेँ मान्नुहुन्छ मान्नुहुन्न यदि नमान्ने भए फेरि 1 मिनट लाग्दैन है मलाई
अब म कहाँबाट आएको भन्ने कुरो त अहिले एकछिनमा हेर्नुहुन्छ र यहाँ सबै छ म जति तपाईँसित बोलेँ त्यहाँ कति बोलेँ त्यो पुरा अब अहिले तपाईँले उसमा टिभीमा हेर्नु होला बहुत ख्याल गर्नुहोस् है लास्टै ख्याल गर्नुहोस् है एकदम सफा गर्नुहोस् सफा गरेर पकाउनुहोस् खुवाउनुहोस् होइन सफा गरेर पकाउनुहोस् खुवाउनुहोस् है मेरो कुरा बुझ्नु मैले यहाँ भनिसकेको छु अब यहाँ हेर्दै जानुहोस् है दाइ तपाईँले यो कतिखेर बनाएको चाउमिन कति बजीतिर 2 बजे 2 बजे बनाएको चाउमिन तपाईँले खुवाउनै मिल्दैन ल अब के गर्नुहुन्छ ल मलाई के गर्न सक्नुहुन्छ गर्नुहोस् ल खुवाउनै मिल्दैन फालिहाल्नुहोस् तत्काल फाल्नुहोस् 2 बजे बनाएर अहिले 7 बजे अनि पकाएर खानुहुन्छ मेरो कुरा मान्नुहुन्छ भनेदेखि तपाईँले फालिहाल्नुहोस् तत्काल फाल्नुहोस् त अनि यो पनि यसलाई बन्द गरेर राख्नुहोस् यहाँ सुन्नुहोस् यसलाई बन्द गरेर राख्नु नत्र यो ओसिन्छ हो कि होइन यो फालिहाल्नु त कि फाल्नुहोस् कि तपाईँलाई 1 मिनटमा उठाइदिन्छु फेरि मैले सबैलाई भन्दै आएको छु यी सबैले मानिसके यो फाल्नु त मेरो अगाडि यो फाल्नु त यो फालिहाल्नु त्यस्तो गर्नुहुन्न कि अर्काको त्यो हेल्थमा त्यो के भन्छ अरे त्यो खेलबाड गर्नुहुन्न के फालिहाल्नु त मेरो अगाडि फाल्नु त यति फाल्नु यो कति लाग्ला ल 100 रुपियाँ होला ल 100 मै दिउँला ल फालिहाल्नु त नै उहाँलाई छुट्टै पकाएर खुवाउनुहोस् मेरो अगाडि नै मेरो भाइ भनौँ कि दाइ भनौँ यो फालिहाल त अनि यस्तो खुल्ला राख्ने यस्तो खुल्ला ठाउँमा हजुरले हो यो खाना खोजेको तपाईँ भोलि मर्नुहुन्छ खाने कि नै 4 दिनपछि मर्नुहुन्छ खाने कि नै एकछिनपछि तपाईँको पुरै उसमा पुरै भिडियोमा आउँछ खाने कि नै यस्तो पनि गर्नुहुन्छ यार ल तपाईँको यसको खर्च म दिन्छु बरु फालिहाल्नुहोस् त यो फाल्नु त यस्तो गर्नुहुन्न के हो त्यहाँ राम्रो बनाएको छ बरु त्यहाँ खानुहोस् तपाईँले नमानेको हो र तपाईँले नमानेको हो मेरो दाइ भनौँ कि भाइ भनौँ नमानेको पैसा म दिन्छु होइन हालेर मलाई दिन पर्दैन के फाल्नु डस्टबिनमा हाल्नु न अनि मैले कहाँ लिएर जाने हो त यो के हो यो डस्टबिन होइन ल एकैछिन रोक्नु है यहाँ डस्टबिन कहाँ छ म यहाँ सोधेर आउँछु अब ल एकैछिन हेर्नुहोस् है अब फेरि यहाँ पनि हेर्नुहोस् है दाइ यो चाउमिन कहिले बनाएको कहिले मतलब कति बजे सुन्नुभयो कति बजे बनाएको यो चाउमिन यो कति बजे बनाएको फ्रेस हो नि सफा छ नि सुन्नु न फ्रेस सफा छ नि छैन पुरै फ्रेस छ ल फ्रेस हो नि ल त्यसो भए यसो गर्नुहोस् यो 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 सफा गर्नुहोस् है सुन्नु मतलब मलाई तपाईँले नचिनेको हो कि मतलब नगरेको ल ल यो गयो केही छैन यो सफा गर्न त मिल्छ नि हो यो सफा गर्नुहोस् यो प्लेट उठाउनुहोस्
अनि अहिले डिस्कस नगरौँ चाहिँ अहिले डिस्कस गर्दाखेरि अहिले तपाईँलाई समस्या हुन्छ यो खाएको हो नि त खाएको होइन र यो ल दिने गरेको भए ल हो यो सफा गर्नुहोस् अनि यो छोपेर राख्नुहोस् यसलाई छोपेर राख्नुहोस् अनि ऊ त ठिक छ एकदम जतिखेर पनि आधा 1 घन्टा भित्रमा पकाउनुहोस् खुवाउनु ग्राहकलाई त्यो नगर्ने हो भने मैले घमण्ड गरेको होइन 1 मिनटमा म उठाइदिन्छु 1 मिनटमा यो सबै उठाइदिन्छु फेरि म त्यहाँबाट बोल्दै आएको छु देख्नु भएको छ कि छैन तपाईँले देख्नु भएन उठ्ने हो भने 1 मिनटमा उठाइदिन्छु दाइ नत्र सफा गर्नु बुझ्नु भयो हो क्लियर गर्नु अनि म कुनै पनि बेला आउन सक्छु यस्ता फोरा राख्ने अनि यस्ता बनाउने अनि खुल्ला राख्ने नगर्नु है हुन्छ कि नै त्यो नगर्नु ल त्यो गर्नुभयो भनेदेखि बढीमा 2 मिनटमा तपाईँले ठाउँको ठाउँ पुर्याउँछु मैले हुन्छ कि नै हजुर आमा जस्तो मान्छे ल हुन्छ कि नै अब तपाईँले ठ्याक्क तपाईँलाई मैले अब ऊ एकछिनमा टिभीमा आउँछ कि हुन्छ कि नै ल भन्नुहोस् के हुन्छ भन्नुहोस् हुन्न भने अलिक भर्खरै उठाइदिन्छु ल भन्नुहोस् हुन्छ ल पुरा सफा गर्नु होला है पुरा सफा गरेर सबैलाई एकदम मिठो बनाउने खुवाउने गर्नुहोस् केही छैन होइन मलाई काम नगर्नुहोस् भन्न छैन तर यस्तो गरेर ल यही बहिनीले भनौँ न अहिले दाइले बहुत राम्रो बनाउनु भएको छ खाऊ तर भोलि खाँदाखेरि एकदमै यहाँ सफा भएन भनेदेखि यहाँ आएर नखाऊ है यता हेर न यसो हेर न ल हेऱ्यो भइहाल्यो होइन घर होइन म त कहाँ जाने मलाई थाहा छ बुझ्यौ फोहोरो भयो भने छिर्दै नछिर्नु है आफ्नो स्वास्थ्यको ख्याल गर दाइ आफ्नो स्वास्थ्यको ख्याल गर्नु कहीँ फोहोरो देख्यो भने छिरेर यस्तो खाँदै नखानु ल एकछिनपछि भोजराजेसी युट्युबमा हेर्नु है एकछिन भन्दा नि लगभग 15-20 मिनट अब यताको सरसफाइ के छ तिमी व्यापारी हो कति वर्ष भयो ओ हेरो कति वर्ष भयो मैले बोलेको उत्तर देऊ कति वर्षको भयो अनि 15 वर्षमा यत्रो व्यापार सम्हाल्न सकेका छौ ल सकेका छौ सरसफाइ गरेका छौ सबै ठिक छ रेट कति हो यिनीहरूको सबै रेट भन पहिले यो भन न यता हेर सबै ठिक गरेको छ नि गरेको छैन भने उठाइदिन्छु फेरि बाबा मम्मी खै बाबा मम्मी यसले हात सफा गरेको छैन हेर्नु है ल यसले हात सफा गरेर दिएन भने नखानु है ट्याक्कै नखानु म किनेर खुवाउँछु तपाईँको ए हात धोएन ल हेर्नु यस्तै भएर हामी बिरामी हुन्छौँ के हेर्नु त ल हेर्नु ल खान मन लाग्छ नि खानुहोस् ल मैले केही पनि भन्दिनँ ल हेर्नु न 14 वर्षको कालेले हातै सफा नगरिकन ल खान मन लाग्छ नि खाऊ है ल तपाईँ देखिनुहुन्छ मलाई फलो गर्नु होला है ल खान मन लाग्छ नि खानुहोस् मन लाग्यो खानुहोस् नत्र नखानु ल तैँले प्रत्येक पटक हात सफा गरेर अनि निकालेर बल्ल कस्टमरलाई दिने हो बुझिस् ल हेर्नु साथीहरू यति भन्दाखेरि पनि
ए यत्रो बच्चा यति भन्दाखेरि नि यत्रो बच्चालाई पनि यस्तो फोहोर पनि खुवाए अब ठिकै छ केही छैन ल भन्नु यहाँ मात्र थिएन अर्को ठाउँ पनि त भन्थ्यो होला नि त ल खुवाए दाइ यसले हात सफा गरेर अनि बल्ल निकालेर मगाउनु है यसले फोहोर गरेर हात सफा गरेर छैन भने नखानु है मैले योभन्दा बढी के भन्ने म सामाजिक अभियन्ता हो योभन्दा बढी म के भनौँ होइन ल हेर्नु साथीहरू कोही कोही त बच्चाको लागि पनि बाध्यताले अब खुवाउनु पऱ्यो यस्तो छ मैले भित्रदेखि सब घुमाएर तपाईँहरूलाई देखाएँ अब म एकैछिनमा अपलोड गर्छु यसमा टिभीमा सबैले देखिहाल्नुहुन्छ यस्तो पनि अवस्था छ यो ठाउँ हो अहिले भयो अझै नभनौँ एकैछिनमा भन्छु यस्ता ठाउँमा बसेपछि त अनि बिरामी भएन आफ्नो स्वास्थ्यको लागि त ख्याल गर्न पर्छ ल भयो अब खाने भए खानु जे गर्ने भएको आफ्नो डिसिजन गर्नु है म निस्केँ ल मलाई तिमीले होइन प्याक गरिदिएको पैसा दिने कि नै भाइ म सामाजिक अभियन्ता हो के भएन दाइ म त बुझेँ तिमीसित जति कुरा भएको छ नि सबै लाइभ टिभीमा गइरहेको छ केही भएन हामी पनि यहाँ कमाउने यो बढीमा यो 50 रुपियाँ पर्ला पैसा लिनै पर्छ भने लिग पैसा त चाहियो 10 इसको के 2 पैसा आउलै भनेर बस्यो हामी यस्तो फोहोर तिमी आफूले गर्ने अनि मैले तिमीलाई पैसा तिर्नुपर्ने आफूले त भन्नु हो नि केही पनि भएन होइन लाइभ कास्ट गरेको छु कि त्यो भएर हो त्यस्तो छैन कि दाजुभाइ कुरा हो त्यो अप्ठ्यारै मान्नै पर्दैन तर यो चाहिँ बन्द गर्नु है किनभने यो ओसिन्छ नि त अझै 1-2 लट म कुरा गर्छु तिमीलाई दिन्छु ल अब यता बुझ्छु है भाइ तिमीले अप्ठ्यारो माने होला ओ भाइ त्यो होइन है यता सुन ल अब यता सरी अब यता चाउमिन कतिखेर भिजाउनु भएको थियो हजुर उहाँलाई भन्नुपर्छ दाइ यो चाउमिन कतिखेर भिजाएको यो तलको भर्खरै भिजाएको धेरै अगाडि त होइन नि होइन म छाम्दिनँ किन छाम्ने ढाकेर राख्नु नि त ल पकाएपछि ढाक्नुहुन्छ नि ल सरसफाइ बहुत गर्नुहोस् है सुन्नु सरसफाइको बहुत गर्नुहोस् गर्नु होइन भने म फेरि मिनेटमा उठाइदिन्छु चिन्नौ कि नै ल जाम अनि कति रुपियाँ लिनुहुन्छ उसको प्लेटको हातको एकदम रेट ठिक छ सफा गर्ने यताउति सफा गर्ने अनि ढाकेर गर्नु ल अब हजुरसित त के कुरा गर्ने हो र होइन अब चप्पल सोधौँ है नि त यता सोधौँ चाउमिन कति छ छैन ल ठिक छ अनि त्यो तपाईँले खोलेर किन राख्नुभयो त्यो के भन्छ अरे त्यो त ओसिन्छ नि त ए ल त्यो ठिक छ ल त्यो माने यहाँ सुन्नु त्यो माने यसलाई बन्द गर्नुहोस्
यसलाई बन्द गर्नुहोस् भन्नु ओके दाइ सरसफाइ गर्नुहोस् यस्तै तालले चलाउने होइन है फेरि यस्तो तालले यस्तो गोरो तालले चलाउने होइन सुन्नु ओके सर यो तालले चलाउने होइन हुन्छ मेरो सर चाहिँदाखेरि निकाल्ने अनि बन्द गर्ने यो पनि बन्द गर्ने तिमीहरूले पनि के यस्तो हेरेर कतिको सरसफाइ छ कतिको यतिको खाना हुन्छ कि हुन्न भनेर ख्याल गरेर खाए हुन्न र यति त बोल न ल एक शब्द बोल त एक शब्द बोल न मैले भर्खरै मैले युट्युबमा हाल्दैछु कि एकै शब्द बोल त मैले गल्ती बोलेँ भनेदेखि भन्नु सरसफाइ त हेर्नु पऱ्यो नि जे मन लाग्यो त्यो खाने अनि क्रिम पाउडर लाएर चट्ट मिलेर दामी हुँदै मस्किँदै हिँडेर हुन्छ पहिले त आफ्नो पेट ठिक गर्न पऱ्यो नि हो कि होइन ल है ख्याल गर्नु बहुत ख्याल गर्नु नत्र फेरि 2 मिनटमा मैले यो उठाइदिन्छु फेरि बुझ्यौ बुझ्यौ नि हजुरले पनि त सुन्न हो नि त हजुरले पनि त सुन्न हो बहुत ख्याल गरेर खानुहोस् है म त एवारनेसको लागि हिँडेको अप्ठ्यारो नमान्नु होला अङ्कल कटौरा पाइन्छ कटौरा पाइन्छ सरसफाइ के छ हजुर सरसफाइ के छ सबै छ यस्तो खुल्ला राख्ने होइन यो भर्खर फ्राई गरेको के छोपेर राख्नु न त्यो त मोमो दिएर बल्ल छोप्ने त्यो प्याकिङ गर्ने हो ल ठिक छ यो प्याज यत्तिकै खुल्ला राख्ने होइन त्यो चना यत्तिकै खुल्ला राख्ने होइन अनि यो 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 चाउमिन बनाएपछि त सफा गर्न पर्यो अनि उसमा हाल्न पर्यो डस्टबिनमा प्रभु यार यता हेर्नु मैले जे भने त्यो गर्ने कि नगर्ने हजुर म त गर्छु मैले जे भने त्यो गर्नु है म त जहिले नि गर्छु अङ्कल भर्खर कस्टमर आएर त भर्खर खसेको यो पुरा सफा गर्ने सफा गर्दै छोप्ने यो पनि यो खुल्ला नराख्ने त्यो तेल पनि खुल्ला राख्ने होइन यस्तो खुल्ला उसमा बसेपछि धुलो आउँछ के हुन्छ अनि कस्टमर बिरामी हुन्छन् हेल्थको त केयर गरिदिनु पऱ्यो नि यो ख्याल गर्ने भए गर फेरि नत्र मैले सबै ठाउँ भन्दै आएको छु 1 मिनट है मलाई जम्मा मलाई 1 मिनट हो मात्रै हुन्छ हजुर है ल अब म फेरि आउँदाखेरि यो मैले केही देख्न नपरोस् है केही पनि देख्न नपर्छ है सुन्नु मैले जे भनेको छु मैले यो केही देख्न नपरोस् मैले जब देख्छु नि हुन्छ मेरो दाइ हुन्छ एकपल्ट यसो हेर्नु त एकपल्ट यता हेर्नु त ल भयो तपाईँको फेस देखिसक्यो नत्र मैले उठाउनु नपरोस् है मैले वार्निङ दिँदै मात्रै हिँडेको छु अहिलेलाई हुन्छ दाइ हुन्छ ल अब कता जाने यति भनेपछि त तपाईँहरूले भनेपछि नि त तेर्ला नि त कि जाम अब लास्ट एउटा किन छोड्ने र दाइ आउनु यहाँ आउनु त तपाईँको सरसफाइ हेरौँ पहिले यो चना किन खुल्ला राख्ने हजुर यो चना किन खुल्ला राख्ने बनाइराखिन्छ खुल्ला राख्नु भएन नि त यस्तो गरेर राख्नु पर्यो यस्तो ऊ छ खुल्ला ठाउँ छ धुलो आउँछ तिरपाल थियो भर्खर फालेको मैले तिरपाल थियो गर्मी भएर हालेको यो खुल्ला राख्ने होइन अनि चाउमिन पकाउनु भयो यहाँ चाउमिन किन आयो यहाँ चाउमिन किन आयो तपाईँले यो काट्नुभयो यसलाई छोपेर राख्ने यो चटनी हो क्या हो यो पनि चटनी होला यसलाई छोप्ने अहिले यस्तो खाली भएको न अनि खाली हुने पाउनु त्यही दिएको त्यही यो नाटक नगर्नुहोस् है मलाई यो नाटक मन पर्दैन नाटक ठ्याक्कै नगर्नु नाटक होइन सरसफाइ गर्ने यताउति हेर्ने इला हेर्ने यत्रै नि यो दिनभरिको सङ्लिङ छ त्यही सङ्घले त यो यसमा हाल्नु नि त यहाँ छ होइन पैसा लान्छन् सब पैसा लिएर लान्छन् बढाएर लान्छन् त्यो मलाई थाहा छ के जहाँ पनि त्यही त्यो म कहाँबाट आएको छु म त तपाईँले सिकाउनु पर्छ र तर यसरी सुन्नु हामीले प्लास्टिकमा उठाएर घर लिएर जान्थ्यौँ घर लान त्यति पनि जाने हम के सुन्नु झगडा गर्नु परेन घर लाने होइन यो सबै उठाएर यहाँ राख्ने बिहान आउँछ बढाएर यहाँ सुन्नु न एकपल्ट यो यहाँ राख्ने दिनभरिको अनि साँझतिर जाने बेलामा
यता साइडतिर राखेर जाने पर्दैनको पैसा लिएर जान्छ त्यसले तपाईले मान्नु न बढार छ ए सबै बाबा कुरा पैसा बढाएर लान्छ जान्छ पैसा लिएर जान्छ यहाँ राखेर अब त्यसले जहाँ पनि बढाएर त्यही। लाने हो यहाँ पैसा मैले दिएछु यार कस्तो कुरा गर्नुहुन्छ मलाई थाहा छैन कसलाई आजै दिउँसै पनि लगेर गयो आज को आएको आज थियो आएर त लग्यो पैसा बढार्ने मान्छेले त्यो मान्नु न यो पुरै लाइभ छ योभन्दा बढी अहिले नगरौँ यो सफा गरेर राख्यो भने आफैलाई राम्रो हुन्छ ठिक छ त्यो मैले माने सफा गरेर एक ठाउँ राख्नुहोस् ठिक। अनि साँझ चाहिँ नि तपाईँ जाने बेलामा साइडमा राखिदिनु त्यो बढायो भने बढाएर छ त्योभन्दा के भन्ने हो र मैले होइन त्यो गर्नुहोस् यो सरसफाइ गर्नुहोस् यदि यो गर्नुहुन्न भनेदेखि गर्दिनँ भन्नुहोस् 1 मिनटमा उठाइदिन्छु भर्खरै ठाउँको ठाउँ उठाइदिन्छु ल भन्नुहोस् के गर्ने गर्नु त भन्नु नि गर्दै आएको 24 वर्ष भयो बजारमा ल। गर्दै आएको मैले जोइपट्टिबाट लिएर यहाँसम्म बजार गरेको हो अब भनेको पनि थिएन आजसम्म कोही टक्रिएको होइन हामीले म टोक्रिएको छु के? ठिक छ माने मैले सफा गर्नु 24 वर्षबाट यो बजारमा तपाईँले गरेको छु काम यही ठेला हो यही तपाईँ ठाउँमा तपाईँले काम गर्नुहोस् अँ, तपाईँले गरिहाल्छु काम मैले। नगर्नु मैले भनेको होइन छैन मैले गरेको। मजाले काम गर्नुहोस् ठिक छ। सरसफाइ गर्नुहोस् बेसरी जो कस्टमर आउँछन् हजुर। तिनीहरूको पनि त हेल्थ छ नि होइन बेसरी होइन? सफाको हामीले भाडा मान्ने हो काम गर्ने राखेको काम गर्ने राखेर पखालेर पनि होइन ठिक छ। आफै मान्ने हो बसेर टङ्की पानीले ठिक छ कि यति फोहोरो गरेर यति धुलो परेर एउटा मान्छेले चना खाँदा अथवा मोमो खाँदा चाउमिन खाँदा बिरामी भयो भनेदेखि त त्यसको कारण त तपाईँ पनि त हुनुहुन्छ नि त हुन्छ अब बुझ्नु अब त्यो गर्नु है हुन्छ हुन्छ हस्। तपाईँले भनेको ल। त मानेकै क्षमता ल गर्दै आएको ल ल ल अब निस्केमा ल बेसरी हुन्छ हस् यो चाहिँ बहुत ख्याल गर्नु होला है भोजराज जीसी भन्ने छ ल एकैछिनमा टिभीमा आउँछ ख्याल हुन्छ, गर्नु। हुन्छ। हेर्नु होला हेरौँ ल। तपाईँसित कुरा हुन्छ, गरेर हुन्छ, हेर्नु होला बेसरी। फेरि यो छोपेनन् क्या यहाँ यो छोपो के बहिनी यो छोपो ल है छोपो है सफा गर है यो छोपो है यो छोपो सफा गर सरसफाइ गरिरहेन अझै गरिरहेन सरसफाइ गर्ने अनि यो छोप्ने खाना दिने बेलामा खाना दिने पकाउने बेलामा पकाउने होइन ख्याल गर्नु है यो पुरै सफा गर्नु त ल बहुत ख्याल गर्नु केही सुधार भयो कि नै यिनीहरू सबै एक ठाउँ राख्ने सरसफाइ गर्ने तपाईँकै सुधार भएको छैन नटेरेको हो पुरै अब यता सुधार भयो अब यता ए छोप्नु के बुढो कति भन्ने हो र छोपेर राख्ने हो के अरे धुलो आउँछ के आउँछ यस्ता बहिनीहरूले खाइरहेछन् ल हेर्नु यस्तो धुलोवाला छि यस्तो सेतो टी सर्ट लगाएर कालो प्यान्ट लगाएर यति राम्री भएर आउने हिँड्ने अनि यस्तो धुलोवाला खाने छि म त खान्न तिम्रो हेल्थको लागि भनेको है अरू केही हेर्नु मैले गाली गर्नलाई होइन यस्तो खुल्ला राखेको नखाऊ है यो जुनीमा चान्स छैन तर बहुत ख्याल अर्कै गरेर अटोमा खानु जानु है। अर्कै अटोमा यस्तो म बुढो भइसक्यो कपाल फुलिसकेको छ यता सरसफाइ सुन न यस्तो खुल्ला ठाउँमा खाँदाखेरि सरसफाइ कतिको गरेको छ कि छैन हेरेर मात्र जे खायो नि खाऊ ल ओके भन त एकपल्ट यस भन यस भन न अहिले एकछिनमा ब्लग आउँछ है होइन मैले केही गर्न खोजेन खानु यार बाइ द वे सरी म यता होइन कहाँ म त हजुरलाई के गर्छु फुल है फुल
केही सुधार भयो भएन यो बन्द गर के बुढो चाहिँदाखेरि निकाल्ने अनि बन्द गर्ने धुलो पस्छ नि त मान्छे बिरामी हुन्न ल ल यो गरिहाल्नु है यहाँ केही छ ल ठिक छ यो बन्द गरेर राख्नु